नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले प्राधिकरण हाल 5 अर्ब 26 करोड नोक्सानीमा रहेको बताउनु भएको छ। एउटा तथ्याङ्क त के देखाइएको थियो भने यो वर्ष नै हामी 1 अरब नाफामा हैन नोक्सानमा हुन्छौं भनेर। तर त्यो तथ्याङ्क एउटा एज्युम्सन हो। यो चीजहरु नोक्सानहरु चाहिँ हामीले तिर्नु परेको खण्डमा भनेर निकालेको। त्यसैले त्यो चीजलाई चाहिँ मैले यहाँ राखिन। कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा प्राधिकरण लगातार नाफामा रहेको विवरण सार्वजनिक हुँदै आएकोमा नवनियुक्त साक्यले आज श्वेतपत्र मार्फत नोक्सानमा रहेको बताउनु भएको हो। उहाँले प्राधिकरणले 10 अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो। क्याश ब्यालेन्स नरहेकाले 10 अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेको बताउनुभयो। 10 अरब अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छ। यसले देखाउन खोजेको के हो भने अहिले हामीले सम्पत्ति धेरै 6 खरबको देखाउँदै गर्दा र नाफा पनि यहाँ देखाउँदै गर्दा हामीसँग क्याश ब्यालेन्स चाहिँ छैन रहेछ र यो तथ्याङ्कलाई अब पत्याउने नपत्याउने आफ्नो हो। तर यदि क्याश ब्यालेन्स हुन्थ्यो भने 10 अरब नेपाल सरकारमा हामीले स्वीकृति लिन चिठी पठाइसकेका छौं। अल्पकालीन ऋणको ब्याज पनि महँगो हुन्छ, त्यो लिनुपर्ने अवस्था आउँदैन थियो। कार्यकारी निर्देशक साक्यका अनुसार चालू आर्थिक वर्षको फागुनमा शान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण 11 अर्ब 61 करोड रहेको छ, जुन भुक्तानी दिन सकिएको छैन। हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौजदात रहेको करिब 10 अर्ब 10 करोड रकम मध्ये मुद्दती खातामा 3 अर्ब 68 करोड र धरोटी खातामा 3 अर्ब 95 करोड रहेको छ। 2 अर्ब 47 करोड चालू खातामा रहेको उहाँले सुनाउनुभयो।